ओहो बजार आज घटेको देखेर चाहिँ हिजो अस्ति बजार बढेको बेलामा चाहिँ बेच्नुपर्ने रहेछ भनेर त्यो दिमागमा पके पनि आएको हुन सक्छ। तर म त्यस्ता साथीहरूलाई के भन्न चाहन्छु भने प्लिज मेरो लागि भए पनि हजुरहरूले आफ्नो लागि अहिलेसम्म जे गर्नु छ गरिसक्नु भयो, तर मेरो लागि भए पनि तपाईँहरूले 1 महिना वेट गरेर हेरिदिनुहोस्। 1 महिना त पर्दैन, तर मेरो लागि भए पनि तपाईँहरूले 1 महिना वेट गरेर हेरिदिनुहोस्। अहिले जुन रेसियो छ त्यो प्राइस भन्दा माथि गएन छ भने मलाई आएर नाना थरी गाली गरेर हुन्छ कि अथवा तपाईँले दुनियाँ दिमाना बोलेर मलाई बेइज्जती गर्न म सहन सक्छु तपाईँ, अथवा म त्यसको जिम्मेवारी म लिन्छु है। यति कुरा बुझ्नुहोस्, यति राम्रो माहौल छ अहिलेको लेभलमा, तपाईँहरू यति रेसियो अथवा तपाईँहरू यस्तो बेच्न खोजिराख्नु भएको छ। तर वास्तवमा भनेको अहिले बुझ्ने हो भने वास्तवमा अहिले युद्ध चलिरहेको छ। युद्ध के को भन्दाखेरि नयाँ र तपाईँको पुरानाको युद्ध चलिरहेको छ। नयाँ जसले नयाँले के गर्न सक्छ भन्नेपछि चाहिँ हजुरको चाहिँ बजार 3200 अथवा धेरै माथिको एउटा रेन्ज हेर्न सकिरहेछन् भने, अथवा यो पुरानोले के गर्न सक्छन् र पुरानोले गर्ने केही गर्नै सक्दैनन् जस्तो लाग्छ भने हजुरहरूले बेचिराख्नु भएको छ। तर अनि अरूको साथी के छन् भन्दा होइन सर यो एउटा ग्याप छ नि त, यो ग्याप भन्दा तल आएछ भने उठाउने नि त भन्दै हुनुहुन्छ भने यो लेभलमा त्यो स्ट्र्याटेजी काम लाग्दैन पनि है। त्यो स्ट्र्याटेजी काम त्यो लगाएको र नलगाएको एउटै हो, ब्रोकरलाई पैसा तिर्नु मात्रै हो। तर हजुरहरूले राम्रो कम्पनी र राम्रो मुभमेन्टमा अथवा यो लेभल यति राम्रो तल झरिरहेको छ, यस्तो लेभलमा त तपाईँहरूले आफूसँग भएको कम्पनी होल्ड गरेर अथवा फेरि त्यही कम्पनी किन्नको लागि राम्रो अवसर, राम्रो एरिया तपाईँको सपोर्ट एरियामा गर्नुभयो भने चाहिँ कमाउने मौका यो हो। वास्तवमा भन्ने हो भने पनि कमाउने मौका यो हो। धेरै रिटेलर साथीहरू डराइरहेको छन्। म 11 बजेदेखि 4 बजेसम्म अथवा 3 बजेसम्म त रेगुलर लाइभ बस्छु। मलाई थाहा छ नि त कस्तो सेन्टिमेन्टमा हाम्रा रिटेलर साथीहरूले के गर्छन्। हो हामी जस्तो रिटेलरहरूलाई चाहिँ बेच्न लगाएर चाहिँ ठुलाहरूले एकुमुलेसन गरेको देख्नुहुन्न तपाईँहरू बजारमा। यति राम्रो मुभमेन्ट छ, यस्तो राम्रो भाइब छ बजारमा, अचम्म लाग्छ मलाई किन यस्तो राम्रो रेसियो अनि मान्छे बेच्न खोजिरहेका छन्। यस्तो रेसियोमा यति राम्रो डिमान्ड जोन आउन खोजिरहेको छ। यस्तो लेभलमा बेच्ने हो भने चाहिँ ओ माई गड कस्तो लेभलमा किन्ने त हामी। राम्रो लेभलमा किन्न एकदमै मैले त जति सम्झाए पनि गाह्रो छ। सो जसले सबैलाई त सम्झाउन म सक्दिनँ पनि, तर जस ठाउँमा यो भिडियो पुग्छ यति कुरा लेखेर राख्नुहोस्, आजको डेट सम्झिनुहोस् र 1 महिना पछि 1 महिना पनि पर्दैन केही राम्रो मुभमेन्टमा भएछ भने तपाईँको राम्रो गएन छ भने मलाई भन्नुहोस्। त्यतिखेर नाना थरी गाली गर्न सक्नुहुन्छ, जे गर्नुहुन्छ खोइ त भनेर मलाई ब्याङ्गे हान्न सक्नुहुन्छ, म त्यसको लागि रेडी छु। तर यति बुझ्नुहोस् अहिले बेच्नु भनेको म चाहिँ भन्छु तपाईँको चाहिँ अहिले बेच्नु भनेको चाहिँ त्यो चाहिँ एकदमै सरासर मूर्खाइ हुन सक्छ। केही आफ्नो स्ट्र्याटेजी चेन्जिङ गर्ने भने त्यो बेग्लै कुरा हो। तर इन्भेस्टरहरूको लागि मिड टर्मको लागि चाहिँ यो एउटा गोल्डन रेसियो र गोल्डन मुभमेन्टमा छ। आज 46 अङ्कले घट्यो, ठिक छ सर हिजो तपाईँले बढ्छ भन्नुभयो, त्यो कुरा हिजोको भिडियोमा पनि राम्रो पोजिटिभ छ। अरे बाबा झर्दैछ, त्यही झर्दैछ त सस्तोमा आउने, झर्ने बेलामा त उठाउने हो, झर्ने बेलामा त उठाउने है। यस्तो लेभलमा नउठाइ कहिले उठाउने त भन्ने देखिन्छ। अब कम्पनी पनि हेर्नुहोस् न 46 अङ्कले तपाईँको बजार झरेको छ, तपाईँको कम्पनी सबै त झरेको छैन नि त। त्यो कारणले गर्दाखेरि एकदमै राम्रो छ। र बजारको स्ट्र्याटेजी बुझ्ने हो भने वास्तवमा अहिले तत्कालीन चाहिँ टेक्निकलकै मुभमेन्टको कुरा गर्नुहुन्छ भने एफएजी फेयर भ्यालु ग्याप भनिन्छ के तपाईँको चाहिँ। कुनै कम्पनीहरू पनि के हुन्छ भन्दाखेरि यसरी बजार यो भनेको चाहिँ हाम्रो एउटा पोइन्ट हो अथवा एउटा हायर हाई पोइन्ट हो भनेर बुझ्नुपर्ने हुन्छ तपाईँले। जस्तै यो हायर हाई पोइन्ट भयो, अब यसमा मैले बुझाउने अथवा सिम्पल सबै तपाईँहरू सबैले बुझ्ने भाषामा चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि यो ग्याप भयो के। जस्तै ग्याप भनेको किकर भनिन्छ अथवा तपाईँहरूलाई किकर भनेको थाहा होला, तर हामी एसएमसीमा युज गर्ने भाषामा चाहिँ हाम्रो एलआइजी भनिन्छ तपाईँको एउटा ग्याप भन्छौँ है। जस्तै यो ग्याप बनायो क्या तपाईँको प्रि ओपनमा उछलिएर बजार 40-50 अङ्कले बजार माथि गएको हो नि त, हो यो एउटा ग्याप बनायो। यो ग्याप मतलब के हो भन्दाखेरि ठुलाहरूलाई पनि त थाहा थिएन नि त वास्तवमा भन्ने हो भने चाहिँ। ठुला ट्रेडर्सहरूलाई पनि कसले जित्छ नि त, राजसभा त आउँछ भन्ने अथवा ब्यालेन्स सरकार हुन्छ अथवा 2/3 मतमा गाह्रो चाहिँ भयो। तर के हुन्छ अथवा तपाईँको अरूले नि जित्यो भने त भोलिको दिनमा जस्तोको त्यस्तै हुन्छ होइन। फेरि भोलिको दिनमा झगडा हुन सक्छ भन्ने कुरा त लागेको थियो, तर कसले लागेको थियो अहिलेको नयाँ सरकारले यति राम्रो मत लिएर चाहिँ हजुरको चाहिँ अग्रता लिन्छ भनेर चाहिँ हो। एक्ज्याक्टली यतिखेर मान्छेहरूले खासै किनेन। तर हामीले वाट्सएप ग्रुपमा यति कुरा याद राख्नुहोस्, मैले प्रुफका सहित दिएको छु, मैले किनाएको छ। तपाईँको चाहिँ ओहो नयाँ सरकार यदि राम्रो भएछ भने अथवा पुरानालाई हराएर चाहिँ नयाँले राम्रो एउटा बिट गरेछ भने केही सेयरहरू बढ्छ भनेको ठ्याक्क बढो पनि तपाईँको एकदमै हाइट पनि गऱ्यो। अनि यो हाइटको जुन छ यहाँ ध्यान दिनुहोस् है, यो हाइटको जुन एउटा क्यान्डल छ यो क्यान्डल भन्दा पनि त तल आएको छैन नि त बजार। यो क्यान्डल भन्दा आएको छ। अरे बाबा यत्रो भाइब गएको छ, यो डिग्रिज सिम्पल हो, यो एउटा राम्रो स्ट्र्याटेजी हो। तपाईँहरूले बुझ्नुहुन्छ भने यसलाई एफएजी रूपमा यसलाई भन्दा पनि एफएजीको रूपमा चाहिँ युज गर्न सकिन्छ। यो क्यान्डलमा एउटा स्विप भएको छ, यो क्यान्डल र यो क्यान्डलको बिचमा छ नि तपाईँको बजार, हो यहाँबाट बजार उठ्छ भन्ने हुन्छ के।
यसको मतलब तपाईँहरूले बुझाउनको मतलब सिम्पल भाषामा मैले बोलिहालेँ, कुनै पनि सेयर अचानक यसरी बजार माथि जान्छ भने हेर है, यहाँ हेर्नुहोस् है, यो लेभलमा तपाईँको चाहिँ यो लेभलमा एउटा बिट हुन्छ भने है, यहाँ हेर्नुहोस् बिट हुन्छ भने अथवा यहाँ ग्याप हुन्छ भने ठुलाले पनि किन्न सकेका छैनन्, ठुलाहरूले पनि आफूले पेट भरिएको छैन, पेट भरिएपछि मात्रै जान्छ है। कुनै पनि यहाँ 100 रुपियाँमा तपाईँलाई कुनै पनि 100 रुपियाँको सेयर किन्न मन छ कसैले, उसले भन्छ मैले 5 लाख किता किन्छु भनेर भन्छ, यहाँ है कति हुन्छ, उसले 5 लाख किता किन्छु भन्छ। अब उसले 5 लाख यहाँ 2 लाख पुग्ने बित्तिकै साना टेरसहरू हुँ किनेर रिटेलरहरूले माथि बढाइहाल्छन्, उहाँहरूले पनि त पाएन नि त हो। फेरि त्यही पाउनको लागि यसरी बजार झरेको यो लेभलमा, अनि रिटेलरहरूले के छन् अहिले यसो यहाँ बेच्छु नि त यहाँ किन्नुहुन्छ भन्नुहुन्छ भने हेर्दै जानुहोस्, यो फेलियर हुन्छ, तपाईँको स्ट्राटेजी 100% फेलियर हुन्छ, किनकि त्यो मुभमेन्टमा यस्तो राम्रो स्विङमा त्यो लेभलको तपाईँको हुन्छ नि, तपाईँको चाहिँ बिटै गर्न सक्दैन, गाह्रो छ। त्यो कारणले गर्दाखेरि प्लिज होल्ड गर्दै जितिन्छ, ब्रोकरलाई त्यो चार्ज दुनियाँ दिवाना दिमाग सटाउनु भन्दा चाहिँ गाह्रो छ होइन। तपाईँहरूलाई अलिकति इन्ट्राडे फेज भएको थियो भने सकिन्थ्यो, हामी पनि गर्थ्यौँ, तर यो लेभलमा होल्डिङ गर्दाखेरि जितिन्छ। त्यो कारणले गर्दाखेरि यस्तो लेभलमा म चाहिँ होल्ड गरिरहेको छु, मैले पनि बरु थपिरहेको छ, र जति झर्छ हामी विचार गरौँला, 2700 सम्म आइदियो भने पनि डराउनु पर्दैन, राम्रो छ बजार, एफएजीको रेसमा छ, ठुलाहरूले किन्न पाएको छैन, फेरि उठाउन सक्ने सम्भावना हाई छ। त्यो कारणले गर्दाखेरि यो लेभलमा हजुरहरू कृपया होल्डिङ गर्नुहोस्, 1 महिना होल्ड गर्दैमा केही जाँदैन, यत्रो वर्ष यत्रो समय वेट गऱ्यौँ साथीहरू, यत्रो बजार 2500 सम्म जाँदा त चुप लागेर बसेको, आज त 2700 माथि छ बजार, अझै पनि मान्छेहरू डराइराख्नु भएको छ, खोइ के हो पुन्नी भन्ने देखिन्छ मलाई चाहिँ। सो बजारको होल ओभरअलमा हेऱ्यो भने स्ट्रेन्ड वाइज राम्रो छ, भोल्युम पनि राम्रो छ, हिजो 4 अर्ब 5 अर्ब आउँदा खुसी हुने मान्छे आज 8 अर्ब आउँदा पनि भोल्युमै आएन भनेको पनि सुन्छु म चाहिँ। सो यो जतिले पनि पुग्दैन हामीलाई चाहिँ वास्तवमा भन्ने पनि। सो स्ट्रेन्ड एकदमै बलियो छ, मार्केटको राम्रो छ, अलिअलि डलाइरहेछ, रिटेलरहरूलाई डराएको भनौँ न, सिम्पल रिटेलरहरू भागाम्बाको मार्केट घट्यो भने ठुलाहरू भोगाएका छन्, खाएका छन्, हामी जस्ता सानाहरू चाहिँ भाग्छौँ, त्यही त गाह्रो छ। म सबैलाई यो कुरा सबै सामुन्ने त यो भिडियो पुग्दैन, तर जति छेउमा पुग्छ हजुरले यो कुराहरूलाई एकदमै ध्यान दिन बुझ्नु जरुरी छ। यो भनेको एउटा राम्रो अपर्च्युनिटी देखिन्छ। सो नयाँ सरकारलाई हजुरले बिलिभ गर्नुहुन्छ भने 3200 प्लस योचोटि क्रस गर्छ भने ठुलो आशा छ। स्ट्रेन्थको कुरा गर्ने भने पनि बायर्सै छ, हरेक इन्डिकेटर्सको कुरा गर्ने भने सुपर ट्रेन्डले पनि अझै आयो भने पनि तपाईँको 2600 को आसपास 2700 को आसपासबाट बजार उठ्छ भनेको छ। एडिएक्स पनि गजब छ। योभन्दा के चाहियो त, मैले भनिरहेको छु त, राम्रो कम्पनी, राम्रो मुभमेन्ट भएका कम्पनीहरू किन्ने बेला भएको छ। राम्रो कम्पनीहरू हजुरले विचार गर्नुहोस्, मैले किन्नु त भने र प्रमोट गर्न खोजेँ होइन, तर बजारको जुन स्ट्रेन्थ छ, जुन किसिमको बजारको मुभमेन्ट छ, यो एकदमै गजब छ। त्यो कारणले गर्दाखेरि हजुरहरूलाई राम्रो मुभमेन्टहरू भएका कम्पनीहरू, फन्डामेन्टललाई पनि स्ट्रङ गरेर आफ्नो स्ट्राटेजी लगाएर चाहिँ तपाईँलाई पनि बजार माथि जाँदैछ र फन्डामेन्टल पनि गुड छ भने पक्कै पनि त्यस्ता कम्पनीहरू चुज गर्न बेटर हुन्छ। सो 97677617 मेरो वाट्सएप नम्बर पनि छ। हजुरहरू कुन किन्ने कुन बेच्ने नयाँ हुनुहुन्छ भने त धेरै गाह्रो हुनसक्छ, उहाँहरूको लागि पनि हामी केही गाइडहरू गरिरहेछौँ र क्लासहरू पनि छ। क्लास लिनुहोस्, हामी सिकाइहाल्छौँ हजुरहरूको लागि। नर्मल तपाईँको भनौँ न 0 देखि हाई क्लास एडभान्स क्लाससम्म हामी पढाउनेछौँ। सो 97677617 मेरो वाट्सएप नम्बर हो। हजुरहरूलाई कुन बिच्ने कुन गर्ने गाह्रो भइरहेको छ भने डराउनु पर्दैन। हाम्रो फेसबुक पेज पनि छ सेयर रकेट प्रो है, सेयर रकेट प्रोमा पनि हजुरहरूले माया गरेर साथ दिँदै गर्नु होला, फलो गर्नु होला। हाम्रो सेयर रकेट भन्ने युट्युब च्यानल पनि छ, सेयर रकेट युट्युब च्यानल र टिकटक पनि सेयर रकेट भन्ने छ। सो हजुरहरूले जता पनि फलो गर्नु सक्नुहुन्छ। र मैले चाहिँ साथी हो, मैले चाहिँ यो महिना चाहिँ पुरै होल्डिङ गरेर हेर्ने विचार गरेको छु, जेसुकै होस् होइन भनेर त्यस्तो लाग्न सक्छ मलाई चाहिँ, र मैले चाहिँ गरिरहेको छु। तर म यो स्ट्रेन्डमा अहिलेसम्मको रेकर्ड अनुसार यो अवस्थाबाट चाहिँ मार्केट तलै झरेर 2200 कै रेसियोमा चाहिँ बजार नआउला भन्ने पुरै म चाहिँ ढुक्क छु। अब हजुरहरूले आफ्नो स्ट्राटेजी पनि सेयर गर्नुहोस्, कमेन्ट गर्नुहोस्। बजार एकदमै राम्रो छ र हजुरहरूले आत्तिनु पर्दैन। के भन्नुहुन्छ एमएफएल सर के छ भन्नुहुन्छ? होल्ड गर्नु न बाबा, होल्ड गर्नुहोस्। म त अलरेडी वेट गरिरहेको छु हजुरहरूलाई। डेफिनेटली म आफै पनि होल्ड गर्दै किनिरहेको छु होइन। त्यही कारणले गर्दाखेरि हेर्दै जाउँ। सर हजुरको भिडियो हेरेपछि कमेन्ट नगरी बस्न सकिनँ सर, म हजुरको पुरानो स्टुडेन्ट हो, त्यसैले आज मैले 2 लाख एबभको किने, भोलि अझै राम्रो क्यान्डल बनायो भने 3 लाखको के म किन्छु भन्दै हुनुहुन्छ। ल ठिकै छ, म चाहिँ एकुमुलेसन गर्दै जाने हो। मैले पनि धेरै कम्पनी किनेको छ, मैले पनि उठाइरहेको छु। म चाहिँ एकुमुलेट गर्दै जाने हो। डराउने कुरै छैन बजारमा चाहिँ, डराउनु पर्ने कुरै छैन। यति राम्रो माहौलमा पनि हजुरहरूले आँट नलि कहिले लिने त बजारमा चाहिँ है। एलआइसिएन वेट गरे भन्दै हुन्छ। राम्रो छ हो साथी हो, राम्रो छ बजार राम्रो छ। नराम्रो बजारमा नराम्रो भनिया पनि त छ नि हो सेयर रकेटले, होइन र भनिया। त्यो कारणले गर्दाखेरि मैले तपाईँहरूलाई लास्टै एकदमै राम्रो सकेसम्म
राम्रो बिट गर्ने कोसिस गरिरहेको छु। आत्तिनु पर्दैन, डराउनु पर्दैन। सो त्यो कारणले गर्दाखेरि चाहिँ विचार गरौँ। अब हजुरलाई लाग्छ भने है, हजुरलाई लाग्छ, अब हजुरलाई गाह्रो लाग्छ अथवा के गर्ने कसो लाग्छ भन्ने टेन्सन हुन्छ भने भनिरहेको छु, रिटेलरहरू डराइसकेका छन्। रिटेलरहरू बजार झरेको बेलामा यसो भएन, उसले भने यस्तो भएन, यस्तो भन्ने धेरै हुन्छ। तपाईँ आफ्नो मनको भन्दा पनि आफ्नो एउटा स्ट्रेटेजी, डिसिप्लिनमा बस्नुहोस्। यो एउटा राम्रो पोइन्ट हुन्छ, हेर्दै जानुहोस्।